धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, पापीहरूको मार्गमा खडा हुँदैन अनि गिला गर्नेहरूको सङ्गतमा बस्दैन। तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्था मनन गर्छ। त्यो खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। दुष्टहरू त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन्। यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन् र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैनन्। किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। आमेन। परमेश्वरलाई धन्यवाद भएको छ। आजको वचनले हामी हिँड्ने कुरामा, बस्ने कुरामा हामी उभिने कुरामा होशियार भनेर भनेको छ। धन्य हो त्यो मानिस दुष्टको सल्लाहमा हिँड्दैन, पापीको मार्गमा खडा हुँदैन, उभिँदैन अनि गिला गर्नेहरूको सङ्गतमा बस्दैन, कुरा सिक्नेहरूको सङ्गतमा, नराम्रो काम गर्नेहरूको सङ्गतमा बस्दैन। परमेश्वरले हामीलाई होशियार भन्नुभएको छ। यदि तपाईँ अनि म पनि क्रिस्चियन हौँ, तर मैले पनि तपाईँले पनि यदि त्यो राम्रो सङ्गतमा, राम्रो सल्लाहमा, राम्रो कामप्रति हामी अगाडि छौँ भने हामी पनि त्यो सभामा स्थान नपाउने शैतान घर हुन सक्छौँ। त्यसैले होशियार रहौँ। प्रभुले तपाईँले सबैलाई आशीष दिनुभएको होस्। आजको वचनमा हुन्छ सबैलाई फेरि पनि ख्रिस्टीय ज्ञान अभिवादन। जय मसीह।